नमस्ते साथीहरु, म अहिले चाहिँ सेक्कोको ताइ ताउ चाउ भन्ने ठाउँमा आइपुगेको अवस्था है साथी। त आइल्यान्डमा ताइ ताउ चाउ भन्ने आइल्यान्डमा आइपुगेको अवस्था हो। र यो आइल्यान्डबाट देख्ने भ्यूहरु चाहिँ सेक्को है, सेक्को भिलेज हो त्यो चाहिँ साथीहरु है। यो ठाउँमा आउनलाई चाहिँ तपाई सेक्को भिलेजबाट चाहिँ त्यो सेक्को बीचको अलिकति भित्र गाउँतिर पसेपछि, सेक्को भिलेजमा पसेपछि हैन, लेफ्ट साइडतिर मोड्यो भने तपाईँ चाहिँ यहाँ यसरी भित्र गाउँभित्रबाट आयो भने चाहिँ एउटा लबर ब्रिज भन्ने ब्लू ब्रिज देख्छ है साथीहरु है। ब्लू ब्रिज, त्यो लबर ब्रिजको बाट यसरी आयो भने यहाँ माथि यसरी पछाडिबाट यसरी है एकदमै राम्रो भ्यू देख्छ साथीहरु यहाँबाट चाहिँ है। त्यहाँ चाहिँ सेक्कोको अब ग्लफ खेल्ने उस भयो साथीहरु। अनि उता पारीको चाहिँ बिग वे बे पर्छ साथीहरु है। यसरी आएर एकदमै राम्रो सिन देख्दो रहेछ यहाँबाट है। यहाँ चाहिँ यसरी मान्छेहरु चाहिँ सबै हाइकिङको यो हेर्नको लागि भने यहाँ आएको हुन्छ। ल हेर्नुस् साथीहरु सबैजना है। यो ठाउँलाई चाहिँ ताइ ताउ चाउ भन्छ है साथीहरु। ताइ ताउ चाउ भन्ने ठाउँमा आइपुग्यो साथीहरु है। यो चाहिँ एकदमै राम्रो भ्यू, एकदम राम्रो रहेछ है साथीहरु है। मैले चाहिँ एउटा छोटो भिडियो बनाएँ है तपाईहरुको लागि भने पनि। ल साथीहरु, भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।